एकपटक यी भिडियोहरू हेर्नुहोस् त। यी भिडियोहरूमा सबै न्याय माग्ने व्यक्तिहरू हुन्, न्यायाधीश जस्तो गरेर न्याय मागिरहेका छन्। सरकारी शक्तिले गरिमा चौधरीको लास सरकारलाई बुझाउनुपर्छ, बालेन्द्रलाई बुझाउनुपर्छ र भन्नुपर्छ प्रष्ट रूपबाट अपराधीहरूलाई मृत्युदण्डको सजाय नहुँदासम्म लास हामी जलाउन सक्दैनौँ। बलात्कार हुनबाट बचाउनको लागि चाहिँ एउटै मात्र उपाय छ। बलात्कार हुनबाट बचाउनको लागि चाहिँ एउटै मात्र उपाय छ क्या, त्यो हो फाँसीको सजाय। त्यो दण्ड सजाय ल्याउँदैन भन्नुभन्दा पनि बलात्कारीको फेस रिभिल हुनुपर्छ। जति पनि यस्ता बलात्कारीहरू छन् त्यसलाई कानुनभन्दा पनि हामी पब्लिकले जस्टिस दिनुपर्छ। हामीले के गर्नुपर्ने हो, त्यसलाई घिसारेर ल्याउनु पर्ने हो कि पब्लिकको बिचमा चिरेर नुन खुर्सानी। तर नेपालमा यस्तै प्रविधिले गर्दा नेपालमा अराजकता फैलिएको छ र आगामी दिनहरूमा पनि यिनै व्यक्तिहरूले धेरै अराजकता फैलाउने सम्भावना बढेर गएको छ। हरेक कुरामा के विषयमा बोल्ने, के विषयमा आन्दोलन गर्ने, आन्दोलनमा गइरहँदा पनि के विषयमा चाहिँ आन्दोलन गर्ने नथपाएर पार्टीको झोले भएर जे मनमा आए त्यही बोल्दै हिँडिरहेका छन्। कसैले यो राजीनामा मागिदिएको छ, कसैले यो भनिदिएको छ। हरेकले आफ्नो ओपिनियन राख्ने पाउने अधिकार छ, तर अधिकार छ भन्दैमा कहाँ कस्तो व्यवहार देखाउने र हाम्रो समाज कतातिर लैजाने भन्ने कुरा पनि हामीहरूकै जिम्मेवारी होला नि। अब यति भइरहँदा सरकारले यसमा पनि अलिकति अर्को कानुन थपेरै भए पनि जथाभावी बोल्न नपाउने, यदि बोलेको खण्डमा कारबाही गरिने भनेर नियम ल्याउन जरुरी छ। किनभने यस्तै प्रविधि हो भनेपछि हाम्रो समाजमा जताततै अराजकता मात्रै फैलिने हो। त्यसैले यो समाज सुधार्नको लागि भए पनि एउटा अर्को कानुन पनि ल्याउन जरुरी छ। चाहे यो सरकार होस्, चाहे कुनै अर्को पार्टीको सरकार आए पनि यो लगाम लगाउन जरुरी छ कि जथाभावी नबोलुन् र एउटा दायरामा बसेर बोल्न पाइयो। डेमोक्रेसीको नाममा जथाभावी बोल्न नहुने भनेर एउटा कानुनै पारित गर्नु बेला आइसक्यो। होइन भने हाम्रो समाज कुन दिन कुन द्वन्द्वमा फस्छ हामीहरूलाई पनि थाहा छैन। किनभने सानो सानो कुराले एक दिन ठुलो विस्फोट लिन्छ, त्यो दिन हामीहरूलाई सम्हाल्नै गाह्रो हुन्छ। तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा लेख्नु होला। धन्यवाद।